सक्नुहुन्छ? अलिक चर्को बोल्छु, म खरो बोल्छु, म झर्रोवादी मान्छे। 1 मिनट दिनुभएको छ, म 5 मिनट माग्छु कृपया। मैले भन्नै पर्ने र त्यो प्रस्ताव पनि हुन्छ र सुझावहरू पनि, केही कमी कमजोरीहरू पनि। कार्यक्रम बहुत शानदार आयोजना गर्नुभएको छ। यसको दुःख कष्ट कसले उठाउनु भएको छ त्यसको मूल्याङ्कन इतिहासमा होला, गर्नेछौँ। र हाम्रो खट्टै साथीहरूलाई मेरो सेल्युट छ। म आर्मी पनि भएको हुनाले मैले सेल्युट गर्न चाहन्छु। ब्यानर बनाइयो, त्यो ब्यानरमा 1 नम्बरमा हाम्रो सामै लेख्नु पर्थ्यो, त्यो भएन। अब यो चाम्लिङ भन्ने शब्द छ, यो चाम्लिङ हामी हो कि होइन यसमा पनि अनुसन्धान गर्नुपर्छ। कतिले हामी चाम्लिङ होइनौँ भन्दैछु। हामी भुसुरीको सन्तान हो। भुसुरीको सन्तान भनेर चाहिँ भुसुरी कथा अलिकति बाबाले पनि जोड्नुभयो। भुसुरी काठमाडौँमा 2700 वर्ष पछाडि हाम्रो शब्द प्रयोग के छ भने हामी बितेको कुरालाई अगाडि भन्छौँ अनि आउने कुरा चाहिँ पछाडि भन्छौँ। यो उल्टो छ। त्यसले भन्दा 2700 वर्ष पछाडि चाहिँ काठमाडौँमा अन्तिम राजा गास्ती पतन हुँदै गर्दाखेरि गास्तीको सन्तान चाहिँ जेठाचर चाहिँ त्यहाँदेखि विस्थापित हुँदै आउँदाखेरि त्यो भुसुरी भनेको जेठा नेतृत्व गर्दै गर्दै समूहको नेतृत्व गर्दै त्यसको हो। त्यो एउटा टिम सत्ताच्युत हुँदै गर्दा, सत्ता खुसिँदाखेरि त्यो नेतृत्व गर्दै आयो भुसुरी। उम्बसी आयो त्यो। त्यसको नाम के छ थाहा छैन। त्यो अगाडि हिँडेको नाम भुसुरी भनेको, उसको नाम भुसुरी होइन। विषयको गम्भीरतामा जाउँ। त्यसैले गर्दा त्यो आएर खिल्खुमा बसेर खिल्खुबाट चाहिँ यसरी वितरित भएर कोही उभोला कसो कोही यता आयो भनिन्छ। अनि त्यो आएर पनि यता रोकिएन, त्यो आएर सिधै तिलबागो भनिएको छ। त्यो भुसुरी आउँदा आउँदै मरो अथवा त्यो दलाई लामा जस्तो के यो पद भुसुरी भनेको, अगाडि हिँड्ने अगुवालाई भुसुरी भनिन्छ। त्यो भुसुरी एउटा व्यक्ति होइन, त्यो पद थियो। यहाँ पनि हामी क्लियर हुनु जरुरी छ है। अब त्यो भुसुरी जेलमा आइपुगेन बा बिचबाटै मरो। अब अर्कोले भुसुरीका काम गर्यो होला नि त। भुसुरीको काम अर्कोले गर्यो होला। एम आई राइट? भुसुरीको काम अर्कोले गर्यो होला। अनि दिल्पामा आयो। दिल्पामा आएपछि दिलबाट कुनै कालखण्डमा फेरि त्यसको सन्तान चाहिँ कति पुस्ता पछाडिका त्यसको सन्तान लामाखुमा आयो भन्ने छ। अनि लामाखुबाट यता आयो भन्ने कुरा आयो एउटा। अब लामाखुबाट यहाँ आयो, कति पुस्ता पछाडि आयो, बिचमा थुप्रो जिगज्याग र ग्याप छ। त्यो ग्याप हामी अहिले फुलफिल गर्न सक्दैनौँ। सक्छौँ, खोजौँ होला। र अर्को यो शब्द प्रयोगहरूमा म अलिक शब्दमा अलिक खेल्छु। म कल्याण गौतमको चेला भएको हुनाले यो राष्ट्रिय भेला भन्छौँ। यो राष्ट्रिय भेला होइन, यो हाम्रो चाहिँ के अरे महासभा हो। यो मलेमुछाहरूको महासभा, योभन्दा ठुलो अर्को सभा हुँदैन। त्यसले गर्दा यो महासभा हो। महासभाले चाहिँ कार्य समिति पनि बनाउँछ। त्यसो हुनाले महासभा लेख्नु पर्थ्यो। त्यो अलिकति यसलाई सक्छौँ। र हामी गर्दैछौँ कि मिथकहरूलाई केवल मिथक बनाइरहेका छौँ। हामीले मिथकहरूमा हाम्रो चाहिँ तपाईँको के हो, विश्वसनीयता। त्यो मिथक लिएर हामी बाँचिरहेका छौँ। त्यही मिथकलाई हामीले पहिचान भनिरहेका छौँ। मिथक वालेम्रुङ छ भनेको पनि एउटा मिथक हो। त्यसलाई हामीले विश्वास गरिरहेका छौँ। मिथक के हो हाम्रो? र मिथकलाई अपभ्रंश गरिरहेका छौँ। मिथक बिगारिरहेका छौँ। अहिले मुकुम्बको कुरा छ। मुकुम्बलाई बिगार्नु हुँदैन, त्यसको मौलिकता बिगार्नु हुँदैन भन्ने कुराहरू उठेको छ। त्यो मिथक बिगार्नु हुँदैन भन्ने कुरा हो। कैलाश पर्वतमा हजारौँ मान्छे वर्षमा मर्छ त्यहाँ घुम्न जाने मान्छेहरू। चीनले विदिन 6 मन्थ्स त्यहाँ त्यसको बेससम्म चाहिँ मेटेरियल पुऱ्याइदिन सक्दैन। चीनले नसकेर हो त नगरेको, सक्छ, तर त्यसको मौलिकता जोगाउनु हुँदैन भन्ने कुरा हो। हाम्रो ट्याम्कीको मिथक के थियो? ट्याम्कीमा अलौकिक शक्ति छ, त्यहाँ प्लेन पनि जाँदैन सिधा, त्यो गिर्छ यता तान्छ भन्ने हाम्रो मिथक थियो। त्यही हेलिकप्टर लिएर राख्यो, टावर बनाइयो, त्यो अहिले चाहिँ बस पार्क छ। हाम्रो मिथक हाम्रो राईहरूको ढोलझ्याम्टा खोल्ने, दिनीपुरा गरेपछि ढोलझ्याम्टा खोल्ने र सेउली सुकाएपछि ढोलझ्याम्टा नछुने हाम्रो मिथक थियो नि त। हामी केपी ओली आउँदा पनि झ्याङझ्याङ भदौमा, माकुने आउँदाखेरि झ्याङझ्याङ भदौमा। हाम्रो यहाँका साथीहरू, यहाँका कामगारी साथीहरू गर्नु मात्रै ठुलो कुरा होइन, म के गर्दैछु भन्ने कुरो पहिले एकाउनुपर्छ। हाम्रो मिथक मर्यो भने मिथक त गयो त, हावामा छ त। त्यसले गर्दा कुनै दिन यो वालेमा मिथक फ्युज हुन्छ। मिथकलाई संरक्षण गर्न हाम्रो इतिहास थियो। मिथकहरूलाई मिथ्या नबनाऊ। एक र यो उहाँ मैले पटक संवाददायीसँग मैले डिबेट गरेको छु।
बतासीको दाजुभाइहरूले अहिले अग्रौँको उहाँहरूको यो शालीन भाषामा प्रस्तुत गर्नु, तर यो ठुलो तितो उहाँ बोकिराख्नु भएको छ। अहिले फर्किँदा पनि उहाँहरू तितो बोकेर जाँदै हुनुहुन्छ। मैले के भने मिथक जोडौँ। उहाँहरूको मिथकले के भन्छ, विजेन्द्र सागर काकालाई विजेन्द्र भदै सुन्दै हुनुहुन्छ, अलिक मजाले बुझ्नु सक्नुहुन्छ, तपाईँहरूले विशेष फोकस गरिरहेको छ। उहाँहरूले को भनाइ मिथक अनुसार हामी भन्छौँ वालेमृक्षको उत्पत्ति रतन छ, तर उहाँहरूको शैलीले के भन्छ भने वालेमृक्ष चाहिँ रतन छ होइन, त्योभन्दा धेरै पहिले उत्पत्ति भइसकेको थियो भन्ने आउँछ। अनि हामी कसरी उहाँहरूको सामान्य भुसुरी दिल्पा छ भाइ है। अनि यो त मिलाउनु पर्छ दाइ, मिथक मिलाउन कि वालेमृक्षमा उत्पत्ति भएको हो भने वालेमृक्षका कुनै मान्छे कुनै एक भाइ मावलाको या ससुरालीको दिलपामा गएर बस्यो होला, कुनै खालको उसलाई अप्ठ्यारो भयो होला, अप्ठ्यारो के पारेर त्यहाँदेखि विपत्ति भएर ऊ चाहिँ विरक्ति र त्यो दिलपा छोडेर हिँडो डाँडै हिँडेर र विरक्तिबाट हिँड्दै डाँडै जाँदा 2 दिनमा पुगेर उता बस्यो भनेर मिलाउँ कि दिनबाट रतन छ आएको हामी भनेर मिलाउनु पर्यो त। हामी दिनबाट यहाँ आएको भन्नु पनि हामी स्वीकार्दैनौँ। अनि दिनवालीहरू रतनसाबाट गएको भन्ने पनि स्वीकार्दैन। मिथक मिलाउँ न। त्यो चाहिँ मैले अहिले राखेको है दाइ, रतनसाबाट दिलपा गयो, अनि दिलपामा बस्नु सकेन, अथवा दिलपाबाट पनि फेरि त्यहाँबाट उठेर उसको चाहिँ बसाइ हिँडेर विरक्ति र हिँड्यो त्यहाँ। अब पेलान भयो होला, हामीलाई थाहा छ त होइन, एक घर एक थरी हुँदा अन्तबाट आएकोले कस्तो पेलान हुन्छ भन्ने कुरा, अल्पसङ्ख्यक माथिको पेलान। त्यति बेलाको सामन्तवादी अझै त्यो मान्छे त्यसरी गएर उहाँ उसको चाहिँ तपाईँको शाखा सन्तान उत्पत्ति भन्यो भने अलिकति हुन्छ। यसले के देखिन्छ भने भुसुरीको सन्तान चाहिँ लामाको आउनुभन्दा अगाडि नै वालेमृक्ष जन्मेको थियो भन्ने देखाउँछ दिनवालीहरूको कुराले। अनि यो त मिलाउनुपर्छ दाइ, जबरजस्ती हुँदैन थियो दाइ। ए भइसक्यो मिलाइसक्यो, यस्तो कुरा नगर न, झन् भाँडिन्छ कि दाइको खालि यो फ्ल्याटमा बोक्ने मानिस छ कि दाइ, हामी सम्म दाइको यो समस्या हो त, फ्ल्याटमा बोक्ने के त्यो मैले चाहिँ विषयको गम्भीरतालाई चिर्नुपर्छ। हो यो बनाइएको छ, यो हाम्रो जुन चर हो, यसबाट हामीले एउटा यसलाई टेकेर हामीले चाहिँ गल्ती कमी गरेर ल्याकिङहरूलाई चाहिँ हामीले के गर्छ करेक्सन गर्दै जानुपर्छ, करेक्सन गर्नुपर्छ। यसलाई टेकेर हामीले गर्दै यो सर्वथा गलत भएको छैन। यस यो आधार बिन्दु बनाएर हामी टर्निङ पोइन्ट यो हो, यसलाई आधार बिन्दु बनाएर हामी जानुपर्छ। त्यो सत्य कुराहरूलाई हामीले केलाउँदै जानुपर्छ। अनि अर्को हाम्रो मिथकहरू छ सुन्नुहोस्। हामी चाम्लिङ हो कि मैले अघि भने चाम्लिङ पहिल्यै थिएन, भुसुरी पछि आएको हो। हामी काठमाडौँबाट, हामी राजपुतहरू काठमाडौँबाट राज्य पतन भएपछि हामी भागेर आएको, पूर्व भागेको, पश्चिम भागेकोहरू गुरुङ मगरहरू भए। मैले गुरुङ मगर पनि किराँती हो, तपाईँहरू किराँती हुनुपर्छ कि तपाईँले आफ्नो नस्ल बनाउनुपर्छ। तपाईँ बाहुन हो कि निग्रो हो कि गोरा हो के हो होइन भने तपाईँ किराँती हो भन्नुपर्छ भन्दाखेरि ठाडै असुर गर्थ्यो। अहिले उहाँहरू स्वीकार्दै हुनुहुन्छ। प्रेमलाई एउटा सानो मान्छे भए पनि अलिक बुझ्थ्यो कि क्या छ त म घमण्डै गर्छु, म भन्थेँ। तर मेरो प्लेटफर्म चाहिँ सानो थियो, त्यो सुनिँदैन थियो, कसैले सुन्दैन, हावाले उड्थ्यो भने जस्तो। त्यसैले त अहिले गुरुङ मगर नेवारले पनि हामी किन दियौँ भन्ने स्टेजमा उहाँहरू पुगिरहेको छ। म यसलाई प्लस पोइन्ट हो, यसलाई चाहिँ हामीले ग्लोरिफाई गर्नुपर्छ भन्छु। र मिथक हाम्रो कस्तो यति जुन हामीले बनाएको मिथकहरूले हामीले यति कमजोर बनाइरहेको छ हेर्नुहोस्। कस्तो भन्दाखेरि हामी राजपुतहरू जनजाति भनेको परिभाषा अर्कै छ। जनजाति हामी नो राजपूत हो, हामी राज खानदान हो। हामी काठमाडौँमा राज्य पतन भएर हामी भागेर आएका, बचेर आएका को सन्तान हामी। चाम्लिङ भने यहाँ छँदै थियो, पछि हामी कल्चर भयौँ, चाम्लिङे भयौँ। अनि भुसुरीको सन्तान हामी फाल्टै हो। अरू सबै भुसुरी छैनन्, भुसुरीको सन्तानहरू निश्चित पासाहरू मात्रै हो भुसुरी। र भुसुरी चाहिँ त एउटा हाम्रो आइकन हो। र त्यो भुसुरी त्यसरी आयो। अनि भुसुरी काठमाडौँमा राज्य गरेर आएको। त्यति बेलै काठमाडौँमा किराँतकाल चाहिँ समृद्ध थियो। त्यति बेलै चाहिँ तपाईँको उद्योग धन्दाको होइन के अरे व्यापारको आधुनिक युगको कृषिको यो काठमाडौँ उति बेलै त्यस्तो समृद्ध गरेर राज्य सञ्चालन गरेर आएको हामी किराँतीहरू चाहिँ। अनि लामाकोदेखि खालि सिकार खेल्दै आएको जङ्गल त्यो सिकारी थियो। हामी 800 वर्ष अगाडि हामी सिकारी थियौँ भन्दाखेरि अनि हामी राजपूत हौँ भनेको अर्थ खोज्छ। हाम्रो कथाले हामीलाई कहाँ पुर्याइरहेछ? विषयको सिरियसनेस, विषयको गम्भीरता यहाँ हो। हामी राजपूत हौँ, काठमाडौँबाट विस्तारित भएर आएको। तर ऊ त्यो 800-900 वर्ष अगाडि त्यो वाचेमा लामाखुबाट यहाँ आउँदाखेरि चाहिँ जङ्गलै त्यो सिकार खेल्दै आएको। अनि त्यो पदेल मारेर खाएको। फेरि हामीलाई त 800 वर्ष अगाडि त हामी त जङ्गली थियौँ भन्ने देखाउँछ।
हामी 5-7 1000 वर्ष अगाडि चाहिँ हाम्रो सभ्यता थियो, हामी किराँत राज्य थियो भनिरहेको थियौँ। त्यसको सन्तान नै हुन्छ। हामी कहाँ चुकिरहेको छौँ? विषयको गम्भीरता हामी बुझ्छौँ कि बुझ्दैनौँ, यो कुरामा मेरो आपत्ति हो। म त्यही भएर मेरो कुरा म धेर बुझ्छु कि बुझ्दिनँ र मेरो अरूसँग कुरा मिल्दैन। समस्या मैले मेरो फेसबुकमा भनेको छु, म धेरै बुझ्छु कि म बुझ्दिनँ र अरूसँग मेरो कुरा मिल्दैन। किन फरक छ? समस्या हो। खोज पडताल गरौँ, जाउँ। अब सतत भइरहेको कुरालाई मात्रै हामीले गर्नु हुँदैन। त्यसले गर्दा हाम्रो मिथक र इतिहासहरूलाई, हाम्रो गौरवशाली इतिहासहरूलाई त्योसँग मिटिगेट त्यसले म्याच गराउने हो भने, होइन, त्योसँग लिङ्क गराउने, इन्टरलिङ्क गराउने हो भने त्यो हामी त्यो अस्ति 600-700 वर्ष 21 पुस्ता बोसुरीदेखिको बिचमा पुस्ता हरायो, वाचङ्गादेखि आएर अब लामा खुकुहरूले भन्छ के भन्छ? लामा खुकुले हाम्रो एउटा भाइको रतन सघाएको वाचङ्गा भन्ने उनीहरूले स्वीकार छ। रतन सघाएको आउँथ्यो, फेरि लामा पनि आउँथ्यो सुरुमा, बास बस्न आउँथ्यो, पछि उतै लामा रतन सघा कब्जा गरेर बस्यो भन्छ उनीहरूले। अनि हाम्रो वाचङ्गाको चेलीलाई चाहिँ त्यो बुवासुङ र बुवालुङ वाचङ्गाको अंश अरे। बुवासुङ र बुवालुङ वाचङ्गाको अंश। त्यो चाहिँ वाचङ्गाले चाहिँ रतन सघा कब्जा गरिसकेपछि उसलाई त्यो चाहिएन। अनि चेलीलाई चाहिँ तपाईँको त्यो चाहिँदै गरेर बलवा भने चाहिँ त्यो के छ यहाँ त्यो गरेर दिएको भनिन्छ। त्यसैले गर्दा त्यो उनीहरूले त्यसरी भन्छ। अनि हामी अब त्यो त्यत्रो सम्भ्रान्त त्यस्तो सभ्य हामी राज्य गरेर हिँडेको मान्छे, अनि त्यो ऊ मात्रै लगाएर बोक्राको लगाएर हामी बाँडेको हान्दै बद्रेको शिकार गर्दै हिँडेको भन्दाखेरि हामी राजपूत हुन्छौँ? हामी राजपूत ठहरिन्छौँ? हामी के भन्दैछौँ? यो मिथक सच्याउनुपर्छ, चेन्ज गर्नुपर्छ। यो मिथकलाई हामीले करेक्सन गर्नुपर्छ। यो होइन। त्यसैले गर्दा अब यो होइन, अब मैले यो प्रस्ताव मात्रै होइन, यो गम्भीर रूपले सोच्ने जरुरी छ। यो अहिले हामीले यो कार्यक्रम सकेर जानु जस्तै आयो रातभरि रुडुको बुढी त जिउँदै भन्ने जस्तो गरेर अहिले जानु हुँदैन। अनि अर्को हामी बुसिरी भनेको आइकन हो। मैले प्रेमराज बुसिरी लेखेँ। मैले अघि कुनाल बाबुले भन्नुभयो वालेमुङ लेख्नु भन्नुभयो, त्यो वालेमुङ चाहिँ धेरै तलको भयो। मैले बुसिरी सबैले लेख्नु, बुसिरी जस्तै जबरा लेख्छ नि त्यसैले बुसिरी लेख्नु भन्ने मैले अभियान चलाएको हो। र बुसिरी सबैले लेख्नु। अनि त्यो जस्तै अहिले बालेनले त तपाईँको हेर्नु ठकुरी शाह बनायो। मैले त्यो अभियान चलाउनु खोजेको, तर त्यो स्वीकार्य भएन। त्यो एउटा कुरा हो। तर के हो भने यो चाहिँ अहिले हामीले मिथकहरू अलिकति ऐतिहासिक जस्तो बनाऊँ। त्यो भोलि कसैसँग टेबल टक गर्दाखेरि, कसैसँग ट्याकल गर्दाखेरि त्यो गाह्रो हुन्छ। म जस्तो मान्छे चाहिँ अगाडि हो भने तपाईँ कसरी फेस गर्नुहुन्छ? यो कुरा हो प्रश्न। नजान्नेले केही छैन, सम्म हुन्छ सबैलाई। हेलो मलाई एक मिनट अलिकति समय दिनु ल, अलिकति मलाई समय दिनु। अलिकति एउटा लास्ट कविता भन्नु पाउनु भएको छैन, बोल्नु परिरहनु भएको छ, कविता भन्नुहोस् तपाईँको 1 मिनेट अगाडि आएर है त। राय व्यक्त गर्नेमा मै झार्यो लास्ट। राय व्यक्त गर्नेमा मै झार्यो।